हेलो गाइस गाइस मलाई यसले धगाल्दैछ पानीमा छाता चाहिँ मलाई चाहिन्छ यहाँ हामीले चाहिँ कम्युनिटी आएको तर हामी घरमा पसेर के खायौँ छ मेरो गोजीबाट निकाला त अमृत तिम्रो गोजीबाट निकाला अम्बा चोर्दै मतलब चोरे होइन त्यही अङ्कलले नै झार दिएको है विथ पर्मिसन झार्यौँ अनि लिएर आयौँ अनि खायौँ पनि त्यहाँ धोएर त्यहीँ पखालेर अनि त्यसपछि यसो राउन्ड हाल्दैछौँ चिप्स किन्न गएको पैसा पेमेन्ट भएन अनलाइन थाहा छ एउटा कुरा उसलाई चाहिँ के भन्छ अरे 5000 स्टेप पुरा गर्नु छ 20,000 अनि उसलाई चिप्स पनि खानु छ मतलब कि अब आफै बुझ्नुहोस् अब उसलाई वेट लस गर्नु पर्यो किन भन्दा 50,000 स्टेप 20,000 सरी 5,000 कति अनि 20,000 स्टेप पनि पुरा गर्नु छ अनि उसलाई चिप्स पनि खानु छ त्यही भएर के भनौँ त नि अब है केही नभनौँ होइन मैले स्टेप्स कम्प्लिट गरेको बापत आइएम गिभिङ ट्रिट टु माई फ्रेन्ड वाउ चिप्स टकाटक ताकि इक्वल भइहाल्छ गर्नु भयो क्या यो छाता किन म सोचिरहेको थिएँ मेरो बिहामा यसो छाता उडाउने मान्छे तिमीलाई बनाउँछु तर अब चाहिँ सायद तिम्रो जब भयो मलाई बन्नु छैन म केटी भएर आउँछु एउटा साथी भएर सायद आउँदा मैले छाता उडाउने मान्छे बनाइदिएँ सायद अब तिम्रो जब जान्छ जस्तै लागिरहेको मलाई गाइजहरू हामीले थ्रोवेयर भ्लग बनाएको सबै डिलिट भयो मैले ट्याक्क हान्ने चक्करमा म आफैलाई उसलाई सिकाइरहेको थिएँ भ्लगर कसरी बन्छ ओभर स्मार्ट भएपछि ओभर स्मार्ट भएको फाइदा हो कि साथीहरू हामीहरू बोतल पनि लिएर कम्युनिटी घुम्छौँ किनकि युले पनि हो तिमी जतिखेर पनि डिहाइड्रेट हुनसक्छौ यस अनि अगाडि कम्युनिटी एरियामा यस्तो यस्तो पाइन्छ हेर्नु भैँसीहरू हेर्न पाइन्छ भैँसी गोरु पनि हेर्न पाइन्छ अनि त्यो चाहिँ हाम्रो बस यहाँ त कार त यति धेरै छ है फ्रीमा पाएको जस्तो छ यार ओके मतलब फ्रीमा होइन यस्तो होला कि बुढी बिहा गर्छ नि त अनि बुढी बिहा गर्दा फेरि भन्छ होला कि कसरी हेर्छन् कि सानो बोकाहरू जस्तै छन् कि यस्तरी हेर्छन् नि आँखा फोडिदिउँ जस्तै यिनीहरूले यसरी हेर्छ कि मलाई लाग्छ कि म राम्री छु लाग्छ मात्र तर छैन छु छ भयो त ठिकै हेर्नु कति ट्याँ 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 बज्छ यसका बाजुको खपटी अब फेरि हेर्छ नि आमा नि आँखै झिक्दिउँ रहेछ कसरी हेर्छ है नराम्रो मनै पर्दैन मलाई त ल गाइजहरू अब हाम्रो मिटिङ पोइन्ट हेर्नुहोस् मिटिङ पोइन्ट त्यही हो हामी जाँदैछौँ त्यहाँ जाँदैछु त्यसैको लागि आजको लागि धेरै धेरै धन्यवाद हस्नु नमस्ते बाई बाई